अब 1 वर्ष भइसक्यो यो खुट्टा यस्तो भएको, तर उपचार गर्ने खर्चहरू नभएर म त्यतिकै घरमा बसिरहेको छु। अब यही आशको साथमा तपाईँहरूलाई मैले केही बिन्तीहरू केही बिसाउन गइरहेको छु, त्यही भएर हजुरहरूलाई सम्झेको। नमस्ते दर्शकबिन, आज चाहिँ हामी छौँ राक्सिराङ गाउँपालिकाको 2 नम्बर वडामा। यहाँ चाहिँ खास गरी किन भन्दाखेरि हामीलाई चाहिँ 2 दिन अगाडि एकजना भाइले यो ठाउँबाट फोन गर्नुभएको थियो अनि उहाँले चाहिँ केही हेल्प माग्नु भएको छ हामीलाई। भाइको एउटा खुट्टामा प्रब्लम भएको कारणले गर्दाखेरि अनि भाइलाई सहयोगको आवश्यक परेको छ, त्यही भएर भिडियोहरू बनाएर सहयोगको भिडियो बनाइदिनु भनेर हामीलाई अनुरोध गर्नुभएको कारणले गर्दा हामी भाइलाई भेट्न यहाँ आएका छौँ र भिडियोलाई अन्तिमसम्म हेर्नुहोला दर्शकबिन। अनि भाइको अवस्थालाई यहाँले हेर्नुहोला र यदि यहाँहरूलाई भाइलाई सहयोग गर्नु मन लाग्छ भने सहयोग गर्नुहोला र यो भिडियोलाई चाहिँ सबै समक्ष पुर्याउनको लागि यहाँले सेयर पनि गरिदिनु होला। ओके दर्शकबिन, हामीलाई चाहिँ हाम्रो भाइले अस्ति फोन गर्नुभएको थियो। हामी भाइको परिचयबाट सुरु गर्छौँ। भाइको आफ्नो परिचय दिनु। मेरो नाम चाहिँ अमित मोक्तान हो, ठेगाना राक्सिराङ 2 भाडी। अनि अहिले भाइको उमेर चाहिँ कति वर्ष हुनुभयो? म ठ्याक्कै अहिले 32 वर्ष भयो। 32 वर्ष हुनुभयो। भाइले हामीलाई कल गर्नुभएको थियो, खासमा के कारण भाइलाई के कस्तो के भएको कारणले गर्दाखेरि हामीलाई सम्झनु भयो? अब खास कल गरे पनि तपाईँहरूलाई अब यस्तै समस्या भएर। अब मेरो यो खुट्टा पहिला यो राम्रै थियो, यो अर्को चाहिँ खुट्टा जुन हजुरहरूलाई देखिरहनु भएको छ उस्तै थियो। अनि एक्कासी यो सुन्नियो, लडेको मर्ग्यो सड्क्यो केही पनि छैन। अनि हस्पिटलमा जचाउन गयो, अपरेसन गर्नुपर्छ भन्ने कुरा गर्नुभयो डाक्टर साहबहरूले। जेन तेन खर्चहरू जुटाएर अपरेसन पनि गरियो, तर अपरेसन गरिँदा पनि यो खुट्टा निको भएन, उस्तै रह्यो। हजुरहरूले देखिरहनु भएको छ। अब 1 वर्ष भइसक्यो यो खुट्टा यस्तो भएको, उपचार गर्ने खर्चहरू नभएर म त्यतिकै घरमा बसिरहेको छु। घरमा मै हो, कमाउने मान्छे, कमाउने जमाउने मान्छे भने मै हो। घरमा बुवा मम्मी भनेको बुढेसकाल लागिसक्यो। अब कि यो खुट्टा उपचार गरियो भने राम्रो भयो भने, अब पहिलाकै अवस्थामा भयो भने के गर्न सकिन्छ भन्ने आशा छु मलाई। अब यही आशको साथमा तपाईँहरूलाई मैले केही बिन्तीहरू केही बिसाउन गइरहेको छु। यदि तपाईँहरूले सरसहयोगहरू गर्न सक्नुहुन्छ, यदि मन भावनाहरू यदि छ भने हजुरहरूले तपाईँहरूले सहयोगहरू गर्न सक्नुहुन्छ। यदि तपाईँहरूको थोरै साथ सहयोगले गर्दा कसैको जीवन, मेरो जीवन राम्रो भयो भने म पनि केही गर्न सक्छु भन्ने आशमा चाहिँ बसिरहेको छु। रिसेन्ट कुनै चेकअपमा जानु भएको छ कि छैन? डक्टर फलोअपमा जानु भएको छ कि छैन? रिसेन्ट देखाउनु भएको छ कि छैन? डक्टरहरूले केही सल्लाह दिनु भएको छ कि छैन? छैन सर, गएको पनि छैन। अब जानले पनि त्यति खर्चहरू नि समस्या भएको कारणले गर्दा त्यति घरमै बसिरहेको छु सर। अहिलेसम्म देखाउनै भएको छैन? देखाएकै छैन, खर्चकै अभाव छ, त्यही भएर हजुरहरूलाई सम्झेको। दर्शकबिन, हाम्रो भाइको चाहिँ यो तपाईँले हेर्न सक्नुहुन्छ, यो खुट्टा चाहिँ एउटा खुट्टा चाहिँ एकदमै सुन्निएको छ, ठुलो भएको छ। अनि खासमा यो धेरै नै लामो समय भइसकेको छ। अनि भाइलाई चाहिँ उपचारको लागि एकदमै आवश्यक छ, उपचार चाहिँ गरिहाल्नुपर्ने। किन भन्दाखेरि यो धेरै लामो समय पनि भइसकेको छ।
अनि अवस्था हेर्दाखेरि अलिकति एकदमै डेन्जरै अवस्था छ, एकदमै नाजुक अवस्था छ। अनि त्यही भएर भाइलाई उपचारको लागि चाहिँ अनि हामी सहयोगको लागि यो भिडियो बनाएको छौँ। यहाँहरूले भाइको अवस्था हेर्न सक्नुहुन्छ र भाइको घरको अवस्था पनि आर्थिक स्थिति चाहिँ एकदम कमजोरै भएको कारणले गर्दाखेरि भाइले हामीलाई सम्झाउनु भएको थियो, एउटा दाइ भिडियोमा सहयोग गरिदिनु, सहयोगको भिडियो बनाइदिनुहोस् न भनेर हामीलाई सम्झाउनु भएको थियो। अनि त्यही भएर हामी आज यो भिडियोको लागि आएको छौँ। यदि तपाईँहरू हाम्रो भाइलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि हामी सानो सानो सहयोग गरेर भाइको लागि हामी हेल्प गर्न सक्छौँ। यदि समयमै उपचार गर्न पायो भने सायद भाइको यो खुट्टा राम्रो हुन्छ होला, अलि छिटै नै उपचार गर्नु पायो भने। यदि समयमा नै भाइले उपचार गर्न पायो भने भाइको सायद खुट्टा राम्रो हुन्छ होला, ऊ आफै अनि खुट्टा राम्रो भयो भने, हेल्थ राम्रो भयो भने आफैले नै कमाएर आफ्नो घर परिवार पाल्न सक्छ, आफ्नो परिवारलाई हेर्न सक्छ, आफ्नो बच्चालाई हेर्न सक्छ। त्यही भएर हामी सबैजना मिलेर भाइलाई सहयोग गरौँ। यदि यहाँहरू इच्छा गर्नुहुन्छ भने भाइलाई राम्रो भएको यदि चाहनुहुन्छ भने यहाँहरूले सहयोग गर्न सक्नुहुन्छ, हामीलाई सम्पर्क गर्नुहोला अनि हामी सबैजना मिलेर भाइको निम्ति सहयोग गर्नेछौँ।